आज धुनी आएको धुनीको मेला रहेछ होइन म भर्खर आएको यता हामी गेटबाट भित्र पसिसक्यौँ रामधनी मन्दिरको परिसर अनि रामधनी मन्दिर आज यहाँ मेला रहेको रहेछ अनि यो बाटो सिधै गयो भने सुनचरी खोला भेटिन्छ अनि यता हालैसाथ निर्माण गरिएको यो चाहिँ हालैसाथ हजुर यो चाहिँ हालैसाल निर्माण गरिएको 108 धारा रामधनीको हाम्रो रामधनी यस्तो छ अनि हाम्रो रामधनीको मान्यता भनेको चाहिँ यो पोखरी सीता भगवान नुहाउनको लागि खन्नु भएको अनि जुन यो पहेँलो कलरको मन्दिर छ यहाँ चाहिँ राम भगवानले यहाँ आउनु भएर एक रात बस्नु भएको थियो त्यो त्यति बेला बाल्नु भएको आगो चाहिँ अहिलेसम्म पनि ननिभाइकन बलिरहेको छ मतलब त्यो आगोको मुस्लो जुन राप छ आगोको झिल्को त्यो चाहिँ अहिलेसम्म पनि जीवित छ भन्ने हाम्रो मान्यता रहेको छ हाम्रो मङ्की जी हेलो मङ्की हाई यो चाहिँ अष्टचिरञ्जीवी मन्दिर यो चाहिँ रामधनीमा रहेको बेलको